लिम्बूहरूको आफ्नो रीतिथिति अनुसार पुरानो चलचलन अनुसार चाहिँ थुन्चे बोक्ने, ढाकर बोक्ने, यसरी नै ढाकरमा चाहिँ थुन्चेमा आफ्नो रीतभातका कोसेलहरू बोकेर जाने चलन थियो पहिला। यिनै चलनलाई आज म तपाईँहरूको माझमा भिडियोमा प्रस्तुत गराउन लागिरहेको छु भने कस्तो लाग्छ हजुरलाई सिधा कमेन्ट दिएर सहयोग गर्नुहोला है। यसरी नै पाहुना आइसकेपछि यसरी आँगनमा पहिला उभाउने चलन थिए तापनि अहिले राखिएर विश्राम गराउन लगाइन्छ। विश्राम गरिसके पश्चात फेरि पुनः आएको हाम्रो सरदार बाबुको तर्फबाट बास नाकमा रीत गरिन्छ। बास नाकमा रीत गरिसके पश्चात त्यहाँको स्थानीय बुद्धिजीवी भलादमीहरू र घरगार्जनहरूसँग कुरा राखी सरदारको तर्फबाट यसरी रीत राखेर कुरा माग्ने अनि भित्र जाने भनेर आज्ञा अनुमति माग्नुहुन्छ गरेर यसरी पाहुनापात आमन्त्रित गरिएको हुन्छ भने त्यसकै दिन आमन्त्रित समेलाको दिनमै पाहुनापातहरू आएर आफ्नो पाहुनाको दर्ता गर्ने रीति चलन रहेको छ। बलेसी कागमा सकेपछि फेरि लाङधेप अम्मा भन्ने हुन्छ अनि लाङधेप अम्मा भनिन्छ। बलेसी कागमा रीत सकेपछि लाङधेप अम्मा रीत सकेर हामी गर्छौँ। त्यहाँ कुरा कान्थान सकेपछि यसरी नै छोरी ज्वाइँ अनि पाहुनाहरूलाई भित्र बोलाएर ढोका खोलेपछि हिम सिगाङ पेकमा मेघो सुरु भनेर यहाँनिर हामी भन्न सक्छौँ। लिम्बू भाषाबाट कुरा सबै सकेपछि हामी भित्र छिर्न सक्छौँ, पाहुनाहरू छिराउन सक्छौँ र भित्र बसेर केही कुराहरू गर्न सक्छौँ। जुन चाहिँ 4 कलमको बारेमा के कुराहरू छन् त यी 4 कलमका कुराहरू हामी भित्र हेर्न सक्छौँ भनेर चाहिँ यहाँ कुरा गर्छौँ। यसरी नै हामी सबै पाहुनालाई भित्र अटाउन सक्छौँ। यसरी तुप्तुमियङहरूले बाहिरबाट अनुगमन गरिराख्नु भएको हुन्छ। त्यसै गरेर भित्र छिरिसकेपछि आफूले ल्याएको लामिबाहरू भनिन्छ। यसलाई हिमसिगाङ पे मेलाताङ शुभ 4 कलम नेफु लामिबा थी सिजेवा मेदुन्दुबा भनेर यहाँ लेखिएको छ भने यसलाई चाहिँ जाँड रक्सी कुहिएको मकेको अनि त्यहाँदेखि चाहिँ 2वटा जोडी लामिबालाई यहाँ लगाइन्छ। त्यसपछि तुतुतुम्याङ पञ्चबलात्मीहरूको तर्फबाट केही कुराहरू सोधखोज गरिन्छ। कि यो बजारको त्यतिकै उठाएर ल्याएको हो कि र यो प्रश्न पछाडि कुटुम्बबाट आउनुभएका सरदार बाबुले पनि आफ्नो कुराहरू हात जोडेर बिन्ती जोडेर चाहिँ रीत अनुसार चाहिँ कुराहरू अगाडि बढाउनुहुन्छ। छोरी चेली देर में तो हाम्रो त छोरी चेली हराके में हो त क्या त्यही त अनि आंगे छोरी चेलीको मेमै हो त ऊ धाङ गर्यो नि त खेर मेमै हाम्रो छोरी चेली कटियारो एमा इंगा तो मितु पंक्षे एन आंगे भित्र युगे के मेला अरे मेसुक तुम में बाका चीसो वा मेला अरे केग्रो आलू गुसे सुन्तोला तुक्से मेबीबा मेबी yang mai recho yang sa me jogu चोरी डकैती लकजोक फंग चोरी डकैती लकजोक फंग बनाम खेमुनु सेफ सिंह रे लागि हिन्दी त्री आने के बाहिर चोरी डकैती लकजोक आने के भित्र अब रामने रंगमना मेनाक तुले थासिमा काङमा बोखे ना लांदे हमबे ना बोके लांदे हमबे बोके खेमुनु अल्लाह कोमु ता पांदा नै भो एन्नङ न केरे बामे बोके पांदा नै न भनम खेमुनु अरु थेदे पाम आदम अरु पाम थेदे पाम वा बेयार एमामे पर्वते बाङ र 12 मसला Tumaja, Somiza, Hawaza, Yumaza, Nyaza, Waza, Ponazuma. Isi पैसा ल्याब जो मोए उता जनता राजा जनता राजा क्वा राजा ससुराली राजा ल
राजीबाजीमा गयो कि जबरजस्ती लग्यो नि त्यहाँ अनि अनि बित्तिकै मेरो छोरीको घरमा होला अनि ठिकै छ मिलेर गरी खानु मिलेर हैन अब जसै कोही साथ पनि हुनुहुन्छ अब माया मोहले गएको होला मिलेर गएको होला गरी खानु नै गएको होला हैन तर अब मैले भन्नु त के छ र अब के हो म अब यो समाजकै अगाडि सोध्न चाहन्छु त आफै गएको हो कि जबरजस्ती धम्की अरूको उमा गएको हो कि के हो त तँलाई नै म पहिला सोध्छु अब जहिले तँलाई यसरी मसँग गइनस् भने तँलाई भोलि जे पनि गर्न सक्छु अथवा जे हुन्छ धम्की धमाकी गएको हो कि आफै राजीले गएको हो त्यो चाहिँ भन्नु अब जय साहबको पनि होला नि त केही भन्नुभयो भनाइ चाहिँ के हुन्छ अब जय साहबको चाहिँ अब मैले त राज्य खुसी नै लग्यो अनि दुईजना पनि मिलेर गएको हो कोना 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 हो पुरानो जोडी पो भेट्यो कि के हो अरे अरे सबैजना हाँस्नु पर्ने रुको जस्तो होइन नि बे पो अनि आज हाँस्नु पर्ने आज बेको दिन रुने होइन नि बे हाँस्नु न कस्तो खालको छिटो हाँस्नु पर्ने भने रुने होइन नि बिहे भने ए हाँस्नु न हौ सेवारो भिडियो लगे फोटोहरू भिडियोहरू हाम्रो अन्जु त भन्नु पर्यो नि त यहाँ को भन्दाखेरि मेरो छोरी हेरौँ न म श्रीराम नानी सत्यम यता आउनु आएर सबैले हामी दुई सरखा आमा समूहको ग्याङ त ठुलो पो देखियो त यहाँ त सुक्सा निमेर त आमा समूहको ग्याङ त
थियो।